नमस्कार साथीहरु, स्वागत छ तपाईलाई सी प्रोग्रामिङ सिरिज अन्तर्गतको यस भिडियोमा। आजको भिडियोमा रहेर मैले सी प्रोग्रामिङमा युनरी अपरेटर भनेको के हो यसको बारेमा म डिटेल्समा एक्सप्लेन गर्नेछु। युनरी अपरेटर अथवा इन्क्रिमेन्ट डिक्रिमेन्ट अपरेटर भनेको के हो, यसले कसरी काम गर्छ भन्ने बारेमा यस भिडियोमा रहेर डिटेल्समा एक्सप्लेन गर्नेछु। अब लागौं भिडियोतर्फ। जस्तो हाम्रो युनरी अपरेटर छ, युनरी अपरेटर भनेको चाहिँ यस्तो किसिमको अपरेटर हो कुनै पनि भ्यालुलाई इन्क्रिज गर्न अथवा डिक्रिज गर्नको लागि, हैन। युज हुने अपरेटरलाई चाहिँ हामीले के भनिन्छ, युनरी अपरेटर अथवा इन्क्रिमेन्ट डिक्रिमेन्ट अपरेटर भनेर पनि भनिन्छ है। जस्तो अब सबै किसिमको प्राय जसो अपरेटरहरू चाहिँ हाम्रो के हुन्छ भने दुईवटा भ्यालुमा काम गर्छ। जस्तो के छ भने ए हाम्रो प्लस अपरेटर छ भने ए प्लस बी भनेको चाहिँ दुईवटा अपरेन्डमा काम गरेको हुन्छ भने चाहिँ यो युनरी अपरेटर भनेको चाहिँ एउटा मात्रै अपरेन्डमा काम गर्छ। यसले एउटा मात्रै अपरेन्डमा काम गर्ने भएकोले पनि यसलाई के भनिन्छ, हामीले युनरी अपरेटर भनेर भनिन्छ है त। जस्तो अब यहाँनिर हेर्न सक्छौं इन्क्रिमेन्ट अपरेटर एन्ड डिक्रिमेन्ट अपरेटर गरेर चाहिँ यसलाई दुई किसिमले विभाजन गरिएको छ हैन। इन्क्रिमेन्ट अपरेटर भनेको चाहिँ प्लस प्लस दुई पटक प्लस प्लस लेखियो भने चाहिँ त्यसले के गर्छ, वान स्टेप इन्क्रिमेन्ट है। जस्तो के छ भने दुई पटक माइनस माइनस लेखियो भने त्यसले चाहिँ वान स्टेप डिक्रिमेन्ट, एक स्टेप घटाउने र एक स्टेप बढाउने कामको लागि चाहिँ हामीले के गरिन्छ, युनरी अपरेटरलाई युज गर्न सकिन्छ। अब युनरी अपरेटरलाई पनि फेरि यसलाई दुई भागमा बाँडिएको छ। इन्क्रिमेन्ट अपरेटर र डिक्रिमेन्ट अपरेटरलाई पनि फेरि दुई भागमा बाँडिएको छ। यसले एउटा चाहिँ के छ भने प्रिफिक्स र अर्को चाहिँ के छ भने पोस्टफिक्स है त। प्रिफिक्स भनेको चाहिँ हाम्रो अपरेन्डको अगाडिपट्टि प्लस प्लस लेखिन्छ भने त्यो के भयो, प्रिफिक्स हैन, प्री इन्क्रिमेन्ट भयो हैन। जस्तो के छ भने हाम्रो अपरेन्डको पछाडि लेखिन्छ भने त्यो चाहिँ के भयो, पोस्टफिक्स अथवा पोस्ट इन्क्रिमेन्ट भयो हैन। त्यस किसिमले के छ भन्दा प्रिफिक्स र पोस्टफिक्स भनेको चाहिँ भन्न खोजेको चाहिँ अपरेन्डलाई अगाडि लेखिएको छ अथवा पछाडि लेखिएको छ देख्नको लागि चाहिँ त्यसरी क्लियर भयो हैन। अब यिनी अपरेटरहरूले कसरी काम गर्छन् भने इन्क्रिमेन्ट, अब प्रिफिक्स ले चाहिँ हाम्रो के गर्छ, एक स्टेप इन्क्रिमेन्ट चाहिँ भ्यालुमा एक स्टेप इन्क्रिमेन्ट गरिदिन्छ हैन। अनि डिक्रिमेन्टले चाहिँ वान स्टेप डिक्रिमेन्ट गरिदिन्छ, घटाइदिन्छ हैन। अब यहाँनिर जाउँ हैन। त्यो के छ भन्दा इक्जाम्पलमा भ्यालु भ्यालु इक्वल टु ए प्लस प्लस लेखियो। अब यसमा के हुने भयो, स्टोर द भ्यालु अफ ए इन भ्यालु देन इन्क्रिमेन्ट्स। अब के गर्ने भयो, भ्यालुमा एक पटकलाई एक भ्यालु राख्ने भयो र त्यसपछि इन्क्रिमेन्ट गर्ने भयो हैन। ए माइनस माइनसले त्यस्तै किसिमले चाहिँ डिक्रिमेन्ट गर्ने भयो। अब प्लस प्लस यसले के इन्क्रिमेन्ट्स ए देन स्टोर द न्यू भ्यालु। अब यसले के गर्ने, डाइरेक्टली पहिले नै इन्क्रिमेन्ट गर्ने भयो, पहिले ए को भ्यालु राख्ने भएन कि यसले चाहिँ हैन। अब डिक्रिमेन्टले पनि हाम्रो के छ भन्दा प्रिफिक्स डिक्रिमेन्टले पनि त्यस्तै किसिमले काम गर्छ। यसलाई प्री डिक्रिमेन्ट भनेर पनि भनिन्छ। माइनस माइनस ए हुँदा बित्तिकै के भयो भन्दा हाम्रो पहिले डिक्रिमेन्ट गरेर चाहिँ ए मा भ्यालु स्टोर गरिदियो। यसमा फरक के छ प्रिफिक्स र पोस्टफिक्समा भने प्रिफिक्समा के हुन्छ, हाम्रो पहिले नै इन्क्रिमेन्ट गरिदिन्छ। इन्क्रिमेन्ट डबलले डाइरेक्ट काम गर्छ, सुरुमै के छ भन्दा भ्यालु चेन्ज भइदिन्छ। अनि हाम्रो के छ भन्दा पोस्टफिक्समा चाहिँ पहिले ओरिजिनल भ्यालुलाई स्टोर गर्छ, त्यसपछि चाहिँ इन्क्रिमेन्ट गर्छ। यस किसिमले चाहिँ इन्क्रिमेन्ट अथवा डिक्रिमेन्ट गर्छ। यो किसिमले चाहिँ काम गर्छ युनरी इन्क्रिमेन्ट र डिक्रिमेन्ट। अब यसलाई खासमा चार किसिमले यो अपरेटरलाई युज गर्न सकियो। एउटा के छ भने हाम्रो सुरुमा ए प्लस प्लस छ, यो भनेको चाहिँ के भयो, पोस्ट इन्क्रिमेन्ट, यो के भयो पोस्ट डिक्रिमेन्ट, यो प्री इन्क्रिमेन्ट, यो प्री डिक्रिमेन्ट गरेर चाहिँ यसलाई चार किसिमले युज गर्न सकिन्छ। अब खासमा हामीले बुझ्नु पर्ने खासमा कुरा के छ भने ए प्लस प्लस भन्दा बित्तिकै वान स्टेप इन्क्रिमेन्ट हो, माइनस माइनस भन्दा बित्तिकै वान स्टेप डिक्रिमेन्ट हो भन्ने कुरा चाहिँ, अथवा वान स्टेप घट्ने हो भन्ने कुरा चाहिँ क्लियर हुनु पर्यो। प्लस प्लस वान स्टेप बढ्ने, माइनस माइनस वान स्टेप घट्ने भन्ने कुरा चाहिँ क्लियरली बुझ्नु पर्यो। अब यो प्रोग्रामबाट हामीलाई क्लियर हुन सक्छ हैन। जस्तो हाम्रो यो प्रोग्राममा मेन फंक्सन स्टार्ट भइसकेपछि चाहिँ हाम्रो के छ, ए को भ्यालु चाहिँ 5 छ है। ए को भ्यालु 5 छ। अब मैले के गरे, ए इक्वल टु पर्सेन्ट डी भनेर चाहिँ मैले के गरे, ए को भ्यालु प्रिन्ट गरे हैन। ए को भ्यालु प्रिन्ट गरिसकेपछि चाहिँ ए को भ्यालु कति प्रिन्ट हुने भयो, 5 प्रिन्ट हुने भयो। अनि ए प्लस प्लस गरे मैले है त। ए प्लस प्लस गरिसकेपछि के भयो, वान स्टेप इन्क्रिमेन्ट भयो। अब ए को भ्यालु चाहिँ कति भयो, 6 भयो हैन। ए को भ्यालु चाहिँ अब कति भयो, 6 भयो। अब ए माइनस माइनस गरेँ फेरि मैले। अब के हुने भयो, फेरि ए को भ्यालु चाहिँ वान स्टेप डिक्रिमेन्ट, फेरि अब के हुने भयो, ए को भ्यालु फेरि 6 थियो, अब फेरि घटेर 5 हुने भयो हैन। यो सँगै तपाईँ आउटपुट देख्न सक्नुहुन्छ। यो किसिमको चाहिँ आउटपुट आउने भयो हैन। यो अपरेटरलाई युनरी अपरेटर भन्नुको कारण यहाँ तपाईले क्लियर देख्न सक्नुहुन्छ, एउटा मात्रै अपरेन्डमा काम गरिरहेको छ हैन। यहाँ कुनै पनि दुईटा अपरेन्ड छैन, एउटै अपरेन्डलाई इन्क्रिमेन्ट गरिरहेछ, डिक्रिमेन्ट गरिरहेछ। सो यसले युनरी अपरेटर पनि भन्नुको कारण त्यो पनि हो है त। अब यो सँगै आजको यो युनरी अपरेटरसँग रिलेटेड भिडियोलाई मैले यही एन्ड गर्न चाहन्छु। यस्तै सी प्रोग्रामसँग सम्बन्धित भिडियोहरू सिम्पल वेमा एकदमै बुझ्ने गरी पाउनको लागि चाहिँ हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला। ओके, थ्यांक्स फर वाचिङ।